नमस्ते, मेरो नाम चाहिँ अस्मी पौडेल अनि म चाहिँ अहिले हाल कनेक्ट किसानको बाट रिप्रेजेन्ट भएर आएको। हाम्रो अफिसको नाम चाहिँ इन्फो केयर हो। हाम्रो अफिसमा चाहिँ कनेक्ट किसान एउटा एप डिजिटल प्लेटफर्म छ जुन चाहिँ किसानहरूसँग कनेक्ट रहने हो। त्यसमा चाहिँ हामीले चाहिँ किसानहरूलाई चाहिँ फ्री इन्फर्मेसन दिन्छौँ। उहाँहरूले यो एप डाउनलोड गर्नुभयो भने चाहिँ हामीले त्यो एपमा चाहिँ उहाँहरूले पशुपालन ज्ञानहरू, बाली ज्ञानहरू, रोगकिराहरूको बारेमा उहाँहरूले अरू पनि छ हामीसित होइन, कालीमाटीको बजारहरूको बारेमा रेटहरू पनि पाउनुहुन्छ। हामीसित चाहिँ एआई च्याटबोर्ड छ होइन, त्यो च्याटबोर्डमा चाहिँ उहाँहरूले रोमनमा, नेपालीमा, इङ्ग्लिसमा टाइप गर्नुभयो भने चाहिँ उहाँहरूको बारीमा आएको समस्याहरू के छ उहाँहरूले टाइप गर्नु भने अटोमेटिक सल्युसन पनि आउँछ। प्लस उहाँ त्यही एपमा चाहिँ हाम्रो फोन नम्बर पनि छ होइन, उहाँहरूले हामीलाई फोन गर्नुभयो भने चाहिँ फ्री कन्सल्टेन्सी पनि पाउनुहुन्छ होइन। हामी चाहिँ खास चाहिँ अहिले चाहिँ पालिकाहरूसँग, गभर्मेन्टहरूसँग जोडेर काम गरिरहेको छौँ, जुनमा चाहिँ हामीले चाहिँ किसानहरूलाई चाहिँ प्रमोट गर्छौँ कि अहिले चाहिँ हामीले इन्डिजिनियस क्रप रैथानी प्रडक्टमा चाहिँ काम गरिरहेको छौँ होइन। यो एप चाहिँ हाम्रो 1000सम्म डाउनलोड भएको छ होइन। हामी चाहिँ पहिलेदेखि हजुर किसानले एकदम रुचाउनु भएको छ, उहाँहरूलाई चाहिँ इन्फर्मेसन फ्लो भएको छ होइन। हामी चाहिँ पालिकाहरूसँग जोडेर प्योर अर्ग्यानिक प्रडक्टहरू चाहिँ रैथानी प्रडक्टहरूमा चाहिँ मेनली फोकस गरेको छौँ। प्योर अर्ग्यानिक सोइल टेस्ट गरेर जसमा चाहिँ हामीले चाहिँ बायो फर्टिलाइजर, बायो पेस्टिसाइड युज गरेर चाहिँ त्यो प्रडक्ट निकालेर बाइब्याक गर्ने